साथीहरु नमस्कार। आजको यस भिडियोमा म तपाईहरुलाई SPSS कसरी डाउनलोड गरेर इन्स्टल गर्ने भनेर सिकाउन गइरहेको छु है त। त्यसको लागि तपाईहरुले सबैभन्दा पहिला YouTube खोल्नुपर्ने हुन्छ। YouTubeमा गइसकेपछि तपाईहरुले त्यहाँ गएर सर्च गर्नुस् स्मार्ट लर्न ओके भनेर। त्यसपछि यदि मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब पनि गरिदिनु होला। मैले यहाँनिर चाहिँ किन यहाँ लगेँ भने यहाँनिर मैले लिंक राखेको छु SPSS 27 64 बिटको चाहिँ यहाँ लिंक राखेको छु। यहाँ क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले यहाँनिर डाउनलोड एनीवे भन्ने अप्सन आउँछ। त्यसपछि यसलाई डाउनलोड गर्नुस्। यो डाउनलोड भइसकेपछि मैले यसलाई चाहिँ डाउनलोड गरिसकेको छु। यहाँ डाउनलोडमा गएर हामीले यो फाइल देख्न सक्छौं। त्यसपछि तपाईहरुले यो चाहिँ अहिले जिप फाइल छ, यसलाई हामीले अनजिप गर्नुपर्ने हुन्छ। यहाँ गएर क्लिक गरिदिनुस् अनि त्यसपछि SPSS स्ट्याटिस्टिक्स क्लाइन्ट 27 यसलाई हामीले यहाँ क्लिक गर्नुस्। यसलाई चाहिँ हामीले एक्सट्र्याक्ट अल गर्नुपर्ने हुन्छ। एक्सट्र्याक्ट अल मा गएर क्लिक गर्नुस्। यसले के गर्छ भन्दाखेरि यस फाइललाई चाहिँ फोल्डरलाई चाहिँ अन्य ठाउँमा लगेर राख्छ है त। एक्सट्र्याक्ट मा क्लिक गरिदिनुस्। हामीले चाहिँ अनजिप गर्नुपर्ने हुन्छ। यति भइसकेपछि हाम्रो यहाँ SPSS नयाँ SPSS आइसकेको छ। यहाँ क्लिक गर्नुस्। त्यसपछि तपाईले SPSS फेरि हामी यो चाहिँ क्र्याक भर्जन यो हामीलाई पछि आवश्यक पर्छ। फेरि हामी यहाँ गएर क्लिक गर्छौं। यति गरिसकेपछि अब यसले चाहिँ यो फोल्डरलाई अब इन्स्टल प्रोसेसमा अगाडि बढाउँछ। यो हुँदैछ अहिले। यसले चाहिँ केही समय पनि लिन्छ। ओके, यो भइसकेपछि अब हामी यसमा गएर क्लिक गर्छौं। अब हाम्रो यो हुँदैछ। अब यो इन्स्टल हुँदैछ। यसले चाहिँ केही समय लिन्छ इन्स्टल हुनको लागि। एकछिन चाहिँ हामीले धैर्य गर्नुपर्ने हुन्छ। अब यति आइसकेपछि हाम्रो चाहिँ यो लाइसेन्स प्रोसेसको लागि यसले विभिन्न टर्म्सहरु छ। यसलाई हामीले नेक्स्ट गर्छौं। नेक्स्ट गरिसकेपछि अब यो टर्म्सहरु चाहिँ अब हामीले आई एक्सेप्ट गर्नुपर्ने हुन्छ। आई एक्सेप्ट मा गएर क्लिक गर्छौं। त्यसपछि हामी नेक्स्ट गर्छौं। नेक्स्ट गरेपछि फेरि अब यो चाहिँ हाम्रो फाइल अब कहाँ गएर बस्छ त प्रोग्राम फाइलको IBM SPSS स्ट्याटिस्टिक्स 27 मा गएर बस्छ है त। यो चाहिँ हाम्रो सी ड्राइभ भित्र गएर बस्छ। यसलाई फेरि हामीले नेक्स्ट गर्छौं। नेक्स्ट गरिसकेपछि अब यसलाई हामीले इन्स्टलमा गएर क्लिक गर्ने। यो चाहिँ अब इन्स्टलको प्रोसेसमा छ। इन्स्टलेसनको प्रोसेसमा छ अहिले यो फाइल। यसले चाहिँ केही समय लिन सक्छ। एकछिन हामी धैर्य गर्नुपर्ने हुन्छ। एकछिन चाहिँ हामी धैर्य गर्छौं। यो इन्स्टलकै प्रोसेसमा छ अहिले। यो फाइलहरु सबै हाम्रो चाहिँ कपी भएर बस्छ पहिला। त्यसपछि हामी यसलाई पुरा इन्स्टल भइसकेपछि मात्र प्रयोग गर्न सक्छौं। यो चाहिँ IBM SPSS
27.01 जुन चाहिँ 64 बिटको लागि हो। अहिले धेरै जस्तो कम्प्युटरहरू प्रायः 64 बिटका नै हुन्छ। हामी 64 बिटमा अब कुनै 32 बिटको पनि हुनसक्छ। 32 बिटको लागि चाहिँ यसले सपोर्ट गर्दैन है। त्यसको लागि अन्य सफ्टवेयरहरू पनि छन्, त्यसको पनि म तपाईँहरूलाई लिङ्क राखिदिनेछु अनि त्यसबाट तपाईँहरूले इन्स्टल गर्न सक्नुहुनेछ है त। यति बेला चाहिँ हामीले धैर्य गर्नुपर्ने हुन्छ, यो एसपीएसएस इन्स्टलेसनकै प्रोसेसमा छ, केही समय लिन्छ यसले। इन्स्टलेसनको प्रोसेस हुँदैछ है, पुरा भइसकेको छैन। त्यति बेलासम्म हामी यसलाई केही नगरिकन कुरिरहन्छौँ हामी यसलाई। अब यहाँनिर बुझ्नुपर्ने हुन्छ, अब यहाँ गएर हामीले चाहिँ यो क्लिकलाई चाहिँ हटाउने र बल्ल हामी फिनिस गर्छौँ। यो हाम्रो इन्स्टल चाहिँ भइसकेको छ, तर हाम्रो यो लाइसेन्स चाहिँ पूर्ण प्रोसेसमा भएको छैन। त्यसले गर्दाखेरि हामी यसमा पूर्ण रूपमा काम गर्न सक्दैनौँ। जस्तो यहाँ गएर हामीले एसपीएसएस भनेर सर्च गरौँ, जस्तो मेरो यहाँ आएको छ होइन। यहाँ गएर क्लिक गऱ्यौँ भने यो खोल्न केही समय लाग्छ है, पहिलोचोटि खोल्दैछ भने। अब यहाँनिर चाहिँ हामीले काम गर्न सक्दैनौँ, मिल्दैन यसमा चाहिँ होइन। जस्तै अब यसलाई मिनिमाइज गरिदिउँ, यहाँ गएर हामीले हेऱ्यौँ भने एसपीएसएसको चाहिँ यो फाइल र भ्यू मात्रै देखिन्छ, यो डेटा भ्यू एभाइलेबल भ्यूमा अन्य कुराहरू यहाँ देखिँदैन। हामीले यहाँ काम गर्न सक्दैनौँ, हामीलाई चाहिएको अनुसार हामी काम गर्न सक्दैनौँ। यसलाई अहिले हामीले क्लोज गरौँ। यसलाई हामी क्लोज गर्छौँ। अब लाइसेन्सको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि हाम्रो यो फाइल अब क्र्याक गर्नुपर्ने हुन्छ होइन। त्यसको लागि चाहिँ हाम्रो फाइलमा गएर यहाँ क्र्याक भन्ने छ, यो LSERVRC यो फाइल छ, यसलाई हामीले कपी गर्छौँ। कन्ट्रोल C यसलाई कपी गर्नुहोस् र अब यसलाई हामीले कहाँ लगेर पेस्ट गर्छौँ त, अघि जुन ठाउँमा चाहिँ अघि हाम्रो सी ड्राइभभित्र प्रोग्राम फाइलभित्र आइबिएम एसपीएसएस स्ट्याटिक्स 27 र यहाँ गएर हामी यसलाई पेस्ट गर्छौँ। यहाँ गएर क्लिक गरिदिनुहोस्, कन्टिन्यू गरिदिनुहोस्। अब यति भइसकेपछि हाम्रो लाइसेन्स पनि पूर्ण रूपमा प्राप्त भएको छ। अब हामीले एसपीएसएस खोल्छौँ भने, जस्तो अब हामी यहाँ गएर एसपीएसएस ओपन गर्छौँ भने अब हामीलाई चाहिएको अनुसार यहाँ काम गर्न सकिन्छ। यो खुल्दैछ अहिले भने चाहिँ अब यसले फाइल एडिट भ्यू डेटा सबै कुराहरू चाहिँ यहाँनिर देखाएको छ है। अब हामीले यहाँ आफ्नो आवश्यकता अनुसार एसपीएसएसमा रहेर काम गर्न सकिन्छ। यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने कृपया युट्युबमा गएर तपाईँहरू स्मार्ट लर्न ओके भनेर सर्च गर्नुभयो भने मेरो सुरुमा आउँछ, स्मार्ट लर्न सर्च गर्नुहोस्। त्यसपछि त्यहाँ गएर सब्सक्राइब गरिदिनुहोस् र अन्य भिडियोमा अब म तपाईँहरूलाई अन्य भिडियोहरूमा एसपीएसएस चाहिँ कसरी चलाउने, यसमा चाहिँ डेटाहरू एनालाइसिस कसरी गर्ने भन्ने धेरै कुराहरू पनि जानकारी गर्नेछु। हस् त, थ्याङ्क यू फर वाचिङ।